त जुङ्गा सुङ्गा खड्याएर आएका हौ त कहाँ का जुङ्गा छोरा मान्छेको त्यहाँ तल तल का तमी केला पागल होइ म अरू जस्तो केटा हैन तमी त्यस्ता कुरा नगर तपाईँ अलि त्यो जुङ्गा काट्न जान्दैन रहेछौ क्या यहाँ पनि बाँकी रह यहाँ पनि बाँकी रह अलि ठाउँमा त राम्रो सफा गर है क्लिनिङ गर ठाउँमा सफा गर मतलब यहाँ देखिने ठाउँमा क्या नदेखिने ठाउँमा त जस्तो भए पनि भयो निकै धोली छौ बड्डी ज्यादा बोली हो तमी किन आऊ तँले कसरी जाने हाम्रो ठाउँको भाषा कसले सिकायो तम्रा भाषा सिक्नको लागि पनि के कुन चाहिँ पीएचडी गर्न पर्छ र तमी पीएचडी भन्दा कमाची आछि आछि कसले खाने हो कमाची पीएचडी भन्दा पनि कमाची क्या सोचे हो तँले काठमाडौँ गयो बड्डा काठमाडौँ 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 अर्कै सुनिँदो रहेछ यार तम्रा घरमा बच्चा बच्ची कति छन् तम्रा भन मैले राम्ररी भन्यो काठमाडौँ नभन यार झुकेर अर्कै हाम्रो ठाउँतिर त काठमाडौँ भने अबे यार झुकेर एकातिर बोल्ल पागल रेकर्ड गरेर हाल्छ नि बौला यार एनिवे घरमा बच्चा बच्ची कति छन् बच्चा 4वटा एउटा ठुलो बच्चा ठुलो बच्चा भनेको बा होला बुढा नै ठुलो बच्चा भनेको श्रीमान श्रीमान नै त बच्चा हो त श्रीमान के कम हुन त बच्चा श्रीमान अब घरको सबभन्दा डर छोरा भनेको श्रीमान नै हो किनभने जहिले पनि बुढीसँग सुत्नु पर्छ डराएर चुप लाग तमी त्यहाँबाट जानु बोल तमी अघिबाटका प्यार बोलिरहदा हौ तमी प्यार धेरै गर प्यार नगर क्या प्यार नगर तमी त्यहाँबाट अघिबाटका अडाए हौ तमी झिकै नबोल का मैले भने तमी झिकै नबोल के बोली बन अघिबाटका भैँसी अडाए झरी अडाएका हौ तमी राँगो अडाए झरी अडाएका तम्रा अनुहार पनि भैँसा भन्दा कम छैनन् तमी क्या बोले हौ तम्रो अनुहार पनि त्यस्तै छ तम्रो त्यो खाब्चो तम्रा अनुहार पनि चारतिर डाइले खोले जस्तो अनुहार छ मैले के भने हौ तम्रो पनि यसरी तड्या जह तम्रा अनुहार यतिकै भएर तिमी 12 बजे बाटोमा हैन तमीलाई मान्छेले भूत भन्न तर्सेर भागे छन् त्यहाँ त यसरी तड्या जह तम्रो अनुहार यसरी बन तमी झिकै नबोल म जस्ता हेन्सम मान्छे एसियामा दोस्रो तमी झिका जन बोल तमी झिका व्यापन उहे हो तमी ह्यान्डसम व्यापन उहे हो थ्यांक यू सिफिया काठमाडौँमा नै एसियामा दोस्रो कि तेस्रो हेन्सम नम्बरमा म परे हौ काठमाडौँ नभन काठमाडौँ यो उडु भन्दाखेरि त जिब्रो फस्दै रहेछ तानी काठमाडौँ भन्छ क्या काठमाडौँ भन्दा झुकेर अर्कै बोल्ली भने डराइसक्यो मलाई नै काठमाडौँ भन त एकचोटि काठमाडौँ भन काठमाडौँ काठमाडौँ तेरी मैं चंका तो झुकेर अर्कै बोल्नी हो यार हो अनि त्यही हो त खानु खाएले त मैले खाइसके तमीले मलाई देखाएर मैले खाने हो आऊ न त म यहाँ दिउँला त तमलाई के दिन्छ मलाई खानलाई बर्गर 2टा बर्गर Women. बर्गर तमी बर्गर निकै मान्दैन पुरी निकै मान्दा हो पुरी पूरी मतलब पूरी ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ म समाजमा अनुहार देखाउन लायक भनेको त हो
मान्छेले मलाई भन्छ छाडा भयो भन्छ उता सुन मैले भन्थेँ नि अघिदेखि कता झुक्केर एकातिर बोल्ने नभन्दै बोलिहाल यार कसैले यो त रत्न पार्क भन्दा पनि ठमेल भयो यार के बोलेको तपाईँले के बोलेको त्यस्तो तँले क्या बोल्या हो भने क्या बोल्या हो ठमेल भने त यस्तो ठाउँ हो रे ठमेल भने के हो त अनि त्यहाँ त त्यो मात्रै हुँदो अरे त्यो मतलब What's the means of this काँक्रा मतलब काँक्राको तरकारी काँक्राको साग खाने काँक्राको साग खाने चिचिन्डाको साग अनि रोटा खाने मात्रै काम हुँदो अरे त्यहाँ त रोटा खान्छन् मतलब रोटी के बोलेको झुक्केर के बोले यार गाई चिन्ता मह पनि एकदम चाट्टा खाने नि त त्यहाँ त मह चाट्छन् मतलब रेकर्ड गरेर कटाओ तिमीहरूले मलाई भन्छ नि मेरो लाइफ छाडा भन्दै अस्ति मलाई थर्कायो नि तिमीहरूले हेर छाडा को बोले आहा तमी मान्छेले मलाई भने हान के तमरा लाइफ छाडा भयो भने हान छाडा को बोले आहा यहाँ मह चाट्छन् भने यार के भने त्यो तनाव भएन अब औडा भएन के गर्दा हन त थ्याङ्क्स 99 थ्याङ्क गुगल थ्याङ्क अल गाइस मह खाँदा हन मह पछि खानु होला मैले चाहिँ म गएँ यार म सक्दिनँ केटा म लाज मार्दै भइसक्यो मा कसम समाजमा अनुहार देखाउन लायक भएन म यार घरि के बोल्छ यो केटी लिएर एउटा यार मेरो परिवारले पनि मेरो लाइफ हेरे हुन सक्छ मेरो श्रीमतीले पनि मेरो लाइफ हेरेको छैन कसरी बसी लाइफमा